यो त पेजिङको पानविय युआन भन्छ यसलाई नेपालीमा भन्यो भने अर्धचन्द्र पार्क भनौँ न। र यो पार्कको चाहिँ धेरै ठुलो क्षेत्रफल त छैन, तर चाहिँ यसको ऐतिहासिक महत्त्व चाहिँ छ। जस्तो यहाँनिर यसको भित्तापट्टि एक साइडमा चाहिँ यस्तो इतिहासका कुराहरू राखिएको छ, जहाँ चाहिँ विज्ञान प्रविधिको क्षेत्रमा चीन चाहिँ कसरी विकसित भयो र विश्वमा टेक्नोलोजी विशेष गरी कहाँ के कसरी आयो भन्ने कुराहरू चाहिँ यहाँ देख्न सकिन्छ। अब हामीले यहाँ देखेर ठ्याक्कै चिन्ने भनेको चाहिँ विभिन्न केही व्यक्तित्वहरूलाई चिन्न सक्छौँ। यो चाहिँ अक्षर चिन्न सकिन्छ, कु इन्तु भनेको यो चाहिँ प्राचीन इन्डिया हो। विशेष गरी सभ्यताको विकासमा इन्डियाको पनि धेरै ठुलो भूमिका छ। त्यो भएर यो इन्डियाका केही प्रतिबिम्ब झल्किने कुराहरू छन्। जस्तो यो ताजमहल हामीले देख्छौँ है, त्यस पछाडि यो सीममेव जयते पनि देखिन्छ होइन। यो अब कुनै देवताको मन्दिर हुनसक्छ, मूर्ति हुनसक्छ। यसरी चाहिँ यो इन्डिया देखिन्छ होइन। त्यसै गरी इजिप्टको सभ्यता होइन, अनि प्राचीन चिनको सभ्यता यहाँनिर चाहिँ सबै उल्लेख गरिएको छ। यो पार्कको एउटा भागभरि यो सबै उल्लेख गरिएको छ है। यो पर छेउसम्म छ। ल हेर्नुहोस् यो पार्क होइन। पार्कको एक साइडमा मानौँ त्यो रङ्गशालाको जस्तो एक साइडमा चाहिँ प्याराफिट जस्तो बनाएर अनि त्यहाँ चाहिँ पुरै वल्लो छेउदेखि पल्लो छेउसम्म यहाँ ऐतिहासिक कुराहरू चित्रित गरिएको छ। यो अगाडि अहिले चाहिँ पहिला चाहिँ यहाँ नाचगान गर्ने राम्रो हुन्थ्यो, अहिले चाहिँ यो खेलकुदको चाहिँ मैदान बनाए जस्तो छ। र यो चाहिँ हुन चाहिँ अर्धचन्द्रमा पार्क हो। हामी एउटा कुनामा भएका हुनाले धेरै देखिँदैन। हुन चाहिँ यो अलिकति क्षेत्रफल उतापट्टि पनि छ, हाम्रो क्यामेराले कैद गर्न नसकेको मात्रै हो। ल यसरी चाहिँ इतिहासलाई सुरक्षित गर्न र चाहिँ घुम्न आउने मान्छे, पढ्न आउने मान्छे अथवा समय कटाउन आउने मान्छेले पनि एउटा गर्विलो इतिहासलाई पुनः स्मरण गर्न पाउने राम्रो अवसर हो।